मिलेमा फुर्सद त आउनेछु अनि पिउनेछु पक्कै। सुनेको छु जब तिमी चिया बनाउँछौ त गल्ली पुरै बसाउँछ। सायद यही एउटा वाक्यले मलाई तिमीसम्म बाँधेर राखेको छ। न वाचा छ, न मिति, न निश्चितता, तर एउटा विश्वास छ। तिमी चिया बनाउँछौ र म कहिले नआए पनि त्यो गल्ली हरेक दिन मलाई पर्खिरहन्छ। पहिलो पटक तिमीलाई देख्दा कुनै प्रेमको घोषणा भएन। न त आँखाले आँखा खोजे, न मनले मन। म त केवल बाटो हिँडिरहेको थिएँ र तिमी चिया उमालिरहेकी थियौ। त्यो दिन चियाको वासनाले मलाई रोक्यो। मान्छेहरू प्रेममा आँखामा आँखा जुधेर पर्छ भन्छन्, तर म वासनामा परे। तिमीले सोध्यौ चिया पिउनुहुन्छ, मैले भने अहिले फुर्सद छैन। तर मनभित्र मैले धेरै कुरा भनिसकेको थिएँ। फुर्सद छैन तर चाहना छ, समय छैन तर मन छ। त्यसपछि म धेरै पटक त्यो गल्ली हुँदै हिँड्न थालेँ। कहिले जाना जानी, कहिले बहाना बनाएर, र हरेक पटक तिमी चिया बनाइरहेकी हुन्थ्यौ। हामी बीच धेरै कुरा भएन, 2-4 शब्द, एक अर्कालाई हेर्ने बानी र चियाको कप। तर प्रेम सधैँ शब्दमै हुनुपर्छ र कहिलेकाहीँ मौनमै सबैभन्दा धेरै कुरा हुन्छ। तिमीले कहिले सोधिनौ किन यति धेरै आउनुहुन्छ, र मैले पनि कहिले भनिनँ तिमी भएकोले। किनकि केही सम्बन्ध नाम नदिएसम्म सबैभन्दा सुरक्षित हुन्छन्। समयले आफ्नो गति बदल्यो। मेरो फुर्सद झन्झन कम हुँदै गयो। काम, जिम्मेवारी र जीवनका बहाना। र एक दिन धेरै हतारमा त्यो गल्ली पार गरे। तिमीलाई देखिन, चिया उम्लिरहेको थिएन, गल्ली बसाएको थिएन। त्यो दिन मलाई पहिलो पटक डर लाग्यो, कुनै प्रेम हराउने डर। केही दिन म फर्केर आइन, सायद डरले, सायद अपराध बोधले, किनकि म आउने छु भनेर कहिले वाचा गरेको थिइनँ। तर तिमीले मलाई पर्खिन छोडिनौ। एक साँझ पानी परिरहेको थियो, फुर्सद थिएन, तर मन अडियो। म गल्लीतिर मोडिएँ, तिमी त्यहाँ थियौ, त्यही चुलो, त्यही केतली, त्यही बास्ना, तर आँखामा अलिकति थकान थियो। तिमीले हाँस्दै भन्यौ, आज त फुर्सद मिले जस्तो छ त। मैले केही भन्न सकिनँ, मौनमै चिया पिएँ। त्यो चिया अलि बढी तितो थियो, सायद मेरो अनुपस्थितिको स्वाद मिसिएको थियो। मैले भने, मिलेमा फुर्सद त आउनेछु। तिमीले वाक्य पूरा गर्यौ, अनि पिउनेछु पक्कै। त्यो पल मैले बुझेँ तिमीले मेरो वाक्य मभन्दा अगाडि याद राखेकी रहेछौ। त्यसपछि हामीले प्रेमको नाम लिएनौ, तर म आउन थाले फुर्सद मिलाएर, कहिलेकाहीँ फुर्सद चोरेर। गल्ली फेरि बसाउन थाल्यो। छिमेकीहरूले भन्न थाले, आजकल चियाको बास्ना अझ मिठो छ। तिमी हाँस्थ्यौ, म चुप लाग्थे। किनकि केही प्रेम घोषणा गर्नु पर्दैन, तिनीहरू चिया जस्तै हुन्छन्, बाफ बनेर सिधै मुटुमा पस्छन्। आज पनि म भन्न सक्दिनँ भोलि फुर्सद मिल्छ कि मिल्दैन, तर एउटा कुरा पक्का छ, जहाँसम्म चियाको बास्ना पुग्छ त्यहाँसम्म मेरो मन तिमीसँगै छ। मिलेमा फुर्सद त आउनेछु अनि पिउनेछु पक्कै।